म चाहिँ आज हैन भिडियो बनाउँदैछु हामी चाहिँ बिसको बर्थडेमा हिँड्दैछु हैन यहाँ हेर्नुस् यहाँ सुनको बीचमा एकजना हिरा आउनु भएको छ हैन के गर्नु हामीले भिडियो बनाउँदैन यो भ्लग बनाएको हैन योलाई दिस इज आवर हामी पागल नि हो नि त त्यही भएर हामी पागल सरी हिँड्दैछु ल हामी जाँदैछु एकदम सँगले नाइस बल बनेर मोटी एकदम राम्री भएर आएको छ उहाँ पनि एकदम राम्री भएर आउनु भएको छ उहाँ नि एकदम सँगले भिडियो बनाइराख्नु भएको छ उहाँ चाहिँ एकदम भागिराख्नु भएको छ किनकि उहाँ चोरमा पर्नुहुन्छ नि त ल गाइजहरु हामी गिफ्ट दिन्छु अनि त्यहाँ मिलौँला ल बाइ बाइ स्कुल गाइजहरु हामी चाहिँ बाटोसँगले एकदम राम्रोसँग हिँडिरहेको छौँ हैन म चाहिँ एकदम राम्री भएर हामी चाहिँ एकदम ट्र्याक भएर हिँडिरहेको छौँ यहाँ हाम्रो चट्टे पसल छ यहाँ हामी गिफ्ट किन्ने हो यहाँनिरबाट एउटा राम्रो गिफ्ट किनेको छौँ जस्तै लुकिङ लाइक दिस यस्तै गिफ्ट किनेको हामीले गिफ्ट प्याकिङ उता गरौँ होइन त अरू के नै भन्नु सर मोबाइल बोक्ने आएन सपा लाएर हिँड्नेछ अहिले अङ्कलले हामीलाई खिराइदिनुहुन्छ यी अहिले भिडियो बनाउँछ यी पैसा पसल चाहिँ यही हो एकदमसँगले भन्नु पर्दाखेरि यहाँ हाम्रो गेन्डे भाइ छ हामी चाहिँ आइपुगे गेन्डाजीले चाहिँ के हेर्नु भयो थाहा छैन हामीलाई बर्थडे हुँदैछ गाइजहरु हाम्रो मिस एकदम राम्ररी मिस के बोल्नु भएको छ दिनुभयो यसकारण म तपाईँ परमेश्वरलाई पुरा भएर 25 मा छोरीलाई 26 देखि 27 को जनवरी सम्म प्रभु तपाईँ परमेश्वरले आफ्नो छोरीलाई आजको यस दिनमा तपाईलाई धन्यवाद दिन्छौँ र प्रभु छोरीले यतिका विद्यार्थी नानीहरू लिएर आएका छिन् प्रभु नानीहरू आए हामी सबैमा तपाईलाई धन्यवाद दिँदै एकछिनै Happy birthday to you. Happy birthday to you. Happy birthday to you, dear miss. Happy birthday to you. May God bless you. Happy birthday to you. एकदम सँगले स्टुडेन्टहरु चाहिँ घाटमा बसिरहेको छ तिम्रो नाम के हो 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 प्रतीक के हो तिम्रो नाम ल म जिस्काउने नाम सबैजना इन्ट्रोडक्स गर्छु मोटीजी अनि उहाँ हुनुहुन्छ हाम्रो पुजगिलका मम्मा मतलब टाढा ढेरू पोटी खाऊ नानी नानी कस्तो छ भाइ कस्तो छ ओ भाइ मिठो नमिठो कस्तो छ भन त्यहाँ सबैजनाले कस्तो छ कस्तो छ मिठो छ यहाँ भिडियो गरौँ न खाम न मेरो टाउको दिएछ खाने के बनाओ थाहा छैन यो चाहिँ गर्दिन टिकटकमा हाल्नुहुन्छ अब घर जाँदैछु होइन के अरे बत्ती बलेको ठाममा हिँड्दै पागल जस्तो ए मैले उल्टो क्यामेरा गर्न बिर्सेँ यहाँ खोस्रा अरे कचराको ढेर छ अब यहाँबाट भिडियो बनाउन सक्दिनँ एकछिन रुखको जरा
बजारको रातिको भ्यू खतरा छ हिँडाएको अवस्था बाटोमा एकदमसँगले घर हिँडेछ उर्गेन्डे हो दोष भएपछि जिस्किनु पऱ्यो मिससँग हामी भाइ भनेको भिडियो चाहिँ गर्न पाएन सरी मम्मीले मार्छ अहिले ऊ भाइ गयो भाइ मन्चुरियन्स पसल गयो भाइ ढिलो भयो जाम घर हेर्नु के लिँदो रहेछ भाइ एकदमसँगले के भन्छ